साथीहरू म चाहिँ आज नानीलाई स्कुल छोड्न गइरहेको छु। सन्चै हुनुहुन्छ होला तपाईँहरू। नानीको स्कुल नजिकै छ आज स्कुल। यो चाहिँ किर्तिपुरको जात्रा रेस्टुरेन्टको छेउनिरै हो। स्कुल गइरहेको छु साथीहरू भन्छ न। ए किर्तिपुरको माथि किर्तिपुर डाँडामा बागबेल जाने बाटो हो। नानीको स्कुल नजिकै पर्छ यसको छेउमा। आज रुममै ढिलो गरी नानीले, त्यही भएर छिटो छिटो पुगिरहेको छु हामी चाहिँ। कस्तो राम्रो भ्यू छ कि यताबाट चाहिँ जस अलिक अग्लो डाँडामा भएर राम्रो देखिन्छ। सानी बिस्तारै जानुहोस्, लड्नुहुन्छ। यही यसकै छेउमा छ नानीको स्कुल चाहिँ। ल साथीहरू, मेरो नानीको स्कुल पनि आइपुग्यो यहीँ मुनि। हेर्छ त मेरो नानीको स्कुल यही मुनि। यो चाहिँ ठुलो स्कुल भयो, मुनि चाहिँ ठुलो स्कुल छ। अनि यो सानो चाहिँ पिजी नर्सरी एलकेजी युकेजीसम्म चाहिँ यो स्कुल छ। आज स्कुलमा कोही पनि आएकै छैन भन्दैछिन्। आफूलाई ढिलो भएको थाहा पनि छैन। नानी यसरी चाहिँ सिडी झर्नुपर्छ। ए मेरो नानीको साथी पनि भेटिन्। यता फर्क्यौ त नानीको साथीहरू। बाई बाई सानी बाई। यो चाहिँ नानीहरूको स्कुल माथिको चाहिँ ठुलो क्लासको चाहिँ जस ब्याचलरसम्म चाहिँ त्यो मुनि छ स्कुल। यो चाहिँ सानो। यिनीहरू चाहिँ मेरो साथीहरू। यिनी मोटी साथी बढाइदियो कि यो उकालो चढ्नुपर्छ। फर्किँदाखेरि चाहिँ यस्तो आउँछ है चौतारीहरू चाहिँ कति मजाको देखिने कि। नजिकबाट चाहिँ हेर्नु पाएन, टाढोबाट लुगेर यसरी